हरिश्चन्द्र राजा निकै सङ्कटमा पर्नु भएको रहेछ। जय हो। झाँकी तयारी हो? तपाईँलाई सोधेको होइन उहाँ झाँकीबाट। जय 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 श्री राम, जय जय राम। एकपल्ट फेरि हिजोको जस्तै मर्यादा पुरुषोत्तम राम भगवानको एकपल्ट नाम लियो है। त्यस पछाडि हाम्रो हरिश्चन्द्र राजाको सानो अभिनय लिएर आएका छौँ। यसलाई छोटो हुँदा छोटो दुईजना होला ए थुप्रो रहेछ। जय श्री राम, जय श्री राम। यो त्रेता युगको हरिश्चन्द्र राजा, अयोध्या नगरीको हरिश्चन्द्र राजा नगरीमा राज्यमा आज किन यस्तो आवाज आउँदैछ? ताकि मेरो राज्यमा अहिलेसम्म कुनै पनि अप्रिय घटना घटेको थिएन र कसैले पनि आत्महत्या गरेका थिएनन्, कुनै पनि नराम्रो कार्यहरू भएका थिएनन्। ताकि सत्यवादी हरिश्चन्द्र राजाको राज्यमा ताकि त्यहाँ सत्यै मात्रै हुन्थ्यो, सत्य कुनै हुने थिएन। तर मेरो राज्यमा आज किन एक प्रति एक नारीको आवाज आउँदैछ? सायद कुनै दुविधा भएको छैन। गएर एकपल्ट मेरो बगैँचामा गएर हेर्नु पर्यो। औषधिया मेरो पुत्र रहेथिन, किनभने यो हरिश्चन्द्र राजा सत्य एकदम धर्मको निष्ठा प्राण जाए ताकि वचन न जाओस्। किनभने मेरो राज्यमा आजसम्म कहिल्यै पनि त्यस्तो त भएको थिएन। तर किन यस्तो आवाज सुन्दैछ? ताकि कुनै नारीप्रति कुनै अवहेलना, कुनै दुविधा भए जस्तो छ। हेर्नु पर्यो। हे विश्वामित्रज्यू, प्रणाम। मैले त सोचेको थिएँ केही दुविधा पर्यो भनेर, तर आज हजुर हुनुहुँदो रहेछ। हजुरमाथि कुनै मैले दुविधा त गरिन, यसको लागि क्षमा पाऊ। नराम्रो कार्य गरेको छैन, त्यसले गर्दा तिमी मसँग क्षमा माग्दछौ। परन्तु भन्नुहोस्, म तिमीसँग एउटा अपेक्षा गर्न चाहन्छु। अरे हे विश्वामित्रज्यू, हजुरले ममाथि के यस्तो अपेक्षा साच्नुभयो? यदि हजुरले चाहनुहुन्छ भने यो हरिश्चन्द्रले आफ्नो शीश पनि हजुरलाई दान दिन तयार छ भने के हजुरले ममाथि के अपेक्षा साच्नु भएको छ? भन्नुहोस्, हजुरले खुलेर भन्नुहोस्। म तिमीसँग स्वर्ण मुद्र, स्वर्ण आभूषणहरू माग्दछु। ल, मैले हरिश्चन्द्रले
हजुरलाई स्वर्ण मुद्राहरू पनि दिए। यति मात्रै होइन, मलाई तिम्रो डल्ले राज्यहरू पनि चाहिन्छ। मैले हजुरलाई राज्यहरू पनि दिए, द्रव्य पनि दिए। हजुरले चाहनु भएको रहेछ मेरो आभूषण, मेरो हार, मेरो मुकुट, त्यो पनि मैले हजुरलाई दिए। हे राजा, तिम्रो शब्द मात्रै काफी छैन, तिमीले सङ्कल्प पनि लिनुपर्छ। ठिक छ, हजुरले चाहनुहुन्छ भने हरिश्चन्द्र राजाले सङ्कल्प गरेर दिनु भन्नुहुन्छ भने म एकदम हजुरलाई विश्वमित्र, म हजुरलाई म सङ्कल्प गरेर दिनेछु। ठिकै छ। आज त्रेतायुगको हरिश्चन्द्र राजा अयोध्या नगरीको आज यो सङ्कल्प गर्दछ कि मेरो राज्यमा भएका आभूषण, स्वर्ण मुद्राहरू, गरगहनाहरू, लगाइएका ती मुकुटहरू मैले आजदेखि विश्वमित्रलाई दिए। ल ती उत्तम राजा। भुइँसी दक्षिणा कहिले दिने? ठिक छ, हजुरलाई मैले सम्पूर्ण दिए, तर हजुरले भन्नुभयो भुइँसी दक्षिणा। ठिकै छ हे राजन, यो राजनले बोलेको परिपक्व निष्पक्ष राजा हरिश्चन्द्रले हजुरलाई एकदम भुइँसी दक्षिणा दिनेछ। हे सेव्या, जाऊ त्यो महलमा गएर स्वर्ण मुद्राहरू लिएर आऊ। होइन राजा, अब तिम्रो राजगतिमा कुनै हक छैन, ती सबै मलाई दान गरिसकेको छ। ठिक छ, मलाई केही काल समय दिनुहोस्। ठिकै छ, म तिमीलाई सूर्यास्तसम्म समय दिनेछु। सूर्यास्त हुनुभन्दा अगाडि म आउनेछु। हे विश्वमित्र, हजुरलाई मैले अठोट गरे, सूर्यास्तभन्दा अगाडि हजुरको त्यो भुइँसी दक्षिणा म हजुरलाई दिनेछु, सुनिदिनेछु। ठिक छ हे सेव्या पुत्र, आऊ। यो हामीले लगाएका ती आभूषण, ती भूषणहरू, ती कपडाहरू हाम्रो रहेनन्। अब हामीले यो राज्यको राजाको भूषणहरू हामीले यही उतार्नु पर्नेछ। उतार बाबु। हुन्छ पिताश्री, तर किन खोल्नु? हे बाबु, हे पुत्र रोहित, हेर आजदेखि यो हाम्रो राज्य रहेन, त्यसैले हामीले यो भएका ती आभूषणहरू, यो कपडाहरू सम्पूर्ण मैले राज्यमा भएका गरगहनाहरू मैले राजालाई विश्वमित्रलाई दिइसकेँ, त्यसैले हामीले उतार्नुपर्छ। उतार बाबु, खोल। हे सेव्या, अब हाम्रो यो राज्य रहेन सेव्या। आज हाम्रो यो राज्यबाट हामी अब कहाँ जाने, के गर्ने? हेर, यो
सूर्यास्तभन्दा पहिला कुनै विश्वामित्रलाई हामीले भेषी दक्षिणा दिनुपर्छ। तर के गर्ने, कहाँ जाने, कसो गर्ने शिव्या? म कहाँ जाऊँ, म के गरौँ? आज यो महलमा बसेको यी रानीलाई मैले लिएर कहाँ जाने? शिव्या, आज यो बालक, सानो बालकलाई लिएर कहाँ जाने, के गर्ने, म कहाँ जानु? आज कसको शरणमा जानु हामी? सीता, कहाँ जाने? शिव्या, आज म कहाँ जाऊँ? आज मेरो बाटो यस्तो कठिन भएको छ। आज तिमी राजमहलमा, आज अयोध्या नगरीको रानी बनेर बसेको आज तिमी मेरो पछि हेर, मलाई आज कस्तो दुविधामा परेको छु। म के गरौँ? अब केही लागेन। अब यहाँबाट हामीले काशी नगरी जानुपर्छ। शिव्या, हामी केही विलम्ब नगरिकन समयले पनि धेरै टाढा काटिसकेको छ। अब हामी यहाँबाट काशी नगरी जानुपर्छ। त्यो काशी नगरी गएर के हुन्छ, कसो हुन्छ, कसरी जाने? किन बाबु, आऊ पुत्र, हिँड शिव्या। आज तिम्रो ती महलमा बसेका ती कलकलाउँदा ती पाउहरूले आज यस्तो कसरी याद गर्छौ तिमी? यो पुत्र हेर, महलमा बसेको आभूषणले सजिएको यो पुत्रलाई आज यो बाटोमा के गर्ने, कसरी लाने? आज तिनप्रति घरका माथा पिताले आज के सोच्नुला? अयोध्या नगरी छोडेर आज यहाँबाट हरिश्चन्द्र काशी नगरी गयो भनेर अब हामी केही क्षणका लागि भए पनि हामी काशी नगरी जानुपर्छ। त्यहाँबाट केही हुन्छ कि हेर, म कसरी तिमीलाई यहाँबाट लिएर जाउँ? अब के खाने हामी, कसो गर्ने, के गर्ने? आज यो बालक ठोक्कै हुन्छ न हाम्रो हातमा केही छ। हिजोसम्म तिमी त रानी बनेको थियौ, आज रानीको त्यो सम्पूर्ण उत्रिसक्यो। आज राजाको पनि दुर्दशा यस्तो छ, यो पुत्रको पनि दुर्दशा यस्तो छ। अब केही मिल्छ कि काशी नगरीमा गएर हेरौँ, केही हुन्छ कि? केही क्षणको लागि हामी काशी नगरी जाँदैछौँ। मेरो दक्षिणा दिँदैनौ तिमीले? म दक्षिणा दिनेछु हजुरको। यो सत्यवादीको हरिश्चन्द्रले हजुरको दक्षिणा अवश्य नै दिनेछ। शिव्या, आज यो यात्रा गर्न थाकेको यो पाउ के गर्ने होला? एकछिन यहाँ विश्राम गर्नु पर्यो। औ पुत्र शिव्या, बस एकछिन। हे राजा, खोइ त मेरो दक्षिणा दिएको थियो। हे विश्वमित्रज्यू, म हजुरलाई दक्षिणा अवश्य दिनेछु, तर
मलाई के कालसम्म पर्खिदिनुहोस्। म आफ्नो शरीर बेचेर भए पनि आफ्नो हजुरको म दबाई ती दक्षिणाहरू अवश्य पूर्ण गर्नेछु। मलाई केही कालसम्म पर्खिदिनुहोस्। ठिकै छ, म तिमीलाई आज एक पहरको समय दिन्छु। हुन्छ। चिन्ता नगर्नुहोस् स्वामी, म हजुरको वचन पुरा गर्नको लागि आफ्नो शिशु बेच्न तयार छु। तिमी के भन्दैछौ शिव्या? तिमी आफूले आफूलाई कसरी बेचिँदैछौ? आज तिमी हेर, मेरो कारणको लागि तिमी आफ्नो शरीर बेच्दैछौ। हुन सक्दैन। आज म तिमीलाई म बेच्नु दिँदिनँ शिव्या। आज तिमीले के भन्छौ? आज यो हरिश्चन्द्रले आफ्नो अर्धाङ्गिनीलाई पनि बेच्यो भनेर आज समाजले के भन्छ? तर यो हुन दिँदिनँ म कदापि पनि। म तिमीलाई बेच्नु दिँदिनँ शिव्या। तपाईँको वचन पुरा गर्नको लागि मैले मेरो जीवन बेच्नै पर्छ। म तिमीलाई बेच्नु दिँदिनँ शिव्या। आज हेर, मैले तिमीलाई यो हृदयमा छातीमा सजाएर राखेको यो नसालाई म तिमीलाई कसरी बेच्न दिन्छु? म तिमीलाई बेच्नु दिँदिनँ। मैले तिमीलाई आज यही हातले सिन्दुर रङ्गाएर ल्याएको रानी बनाएर म तिमीलाई कसरी म बेच्नु हुँदैन। के तिमी यहाँ होइन, कहाँ बिक्रीमा बेच्नु बसेको होइन। हजुर, म यहाँ बिक्री हुन नै बसेको। होइन होइन, यो बिक्रीमा बसेको होइन। ठिक छ। के तिमी यहाँ बिक्रीमा बसेको हौ? हजुर, म यहाँ बिक्री हुन नै बसेको। हेर, यदि तिमी बिक्रीमा बसेको हो भने सुन, मेरो घरमा यति सुन्दरी मेरो धर्मपत्नी अर्धाङ्गिनी छिन् र उनलाई तिमीले कुनै केही काम गर्न सक्दिनन्। तिमीले उसलाई काम गर्नुपर्नेछ, उसलाई सघाउनु पर्नेछ, घरको पोचाहरू गर्नु लगाउनु पर्नेछ, भाँडा माझ्नु पर्नेछ, सम्पूर्ण घरको काम गर्नुपर्नेछ, गोबर सोर्नु पर्नेछ। के यसमा तिमी मन्जुर छौ? हजुर, म हजुरको दास बनेर हजुरको घरको सबै काम गर्न तयार छु। ठिक छ, त्यसो भने मूल्य कति हो? कति स्वर्ण भार हो? 500 स्वर्ण। ठिक छ। नै बाबु, तिम्रो सुधार गर्नको लागि तिम्रो बाबा तिमी सफा छौ। होइन, म तपाईँसँगै जाने, तपाईँ जता जाने म त्यतै जाने। नै बाबु, तिमी बसेर जान्छौ। म जान्छु तपाईँसितै। गुरुदेव, मेरो पुत्रलाई पनि हजुर किनिदिनुहोस्। त्यस्तो हुन सक्दैन, किनकि आमाको साथ गयो भने छोरा गयो भने काम हुन सक्दैन। वास्तवमा आमाको छोराको लागि माया गऱ्यो भने काम हुन सक्दैन। नै स्वामी, कुनै माउलाई बाछासित छुट्यायो भने कस्तो हुन्छ तपाईँ आफै सोच्नुहोस् न। ल त ठिक छ, तिम्रो छोराको अमूल्य भाव कति हो? 300 स्वर्ण मुद्रा। ल त ठिकै छ। ल आज यो हरिश्चन्द्रले आफ्नो अर्धाङ्गिनी यही हातले सिन्दुर रङ्गाएको त्यो नारीलाई आज यो हरिश्चन्द्रले के गर्नु? आज यही पैसा यही रुपियाँको कारणले गर्दा आज हरिश्चन्द्रले आफ्नो अर्धाङ्गिनीलाई बेच्यो। आज
आज जीवनले पनि सत्य र निष्ठाको लागि हाम्रो यो राज्यलाई राजन मलाई दिनलाई दक्षिणा तयार छ कि बाबा शिलिन्द्र हजुर मसँग दक्षिणा पूर्ण रूपले त छैन जस्तो छ पनि हजुरलाई मैले यो दक्षिणा दिएँ केही काल समयमा हजुरलाई म पूर्ण दक्षिणा दिनेछु तिमीलाई मैले समय दिएको थिएँ तर पनि तिमीले भरपुर दक्षिणा दिन सकेनौ आफ्नो पुत्र पनि छैन आफ्नो नाति पनि छैन तर अब यो हरिश्चन्द्र आफ्नो ठाउँमा लागेको छ कोही हजुरहरू मिल्न चाहनुहुन्छ भने यो हरिश्चन्द्र ठाउँबाट आउनुहोस् कोही छ भने हरिश्चन्द्रलाई किनेर लानुहोस् के गर्दै भने कस्तो गर्दै भने आउनुहोस् आउनुहोस् कोही किन्नुहोस् यो हरिश्चन्द्र राजा आज हजुरहरूको टाउनमा लागेको छ किन्ने कोही पनि छैन कस्तो विधिको विधान हो यो आज हरिश्चन्द्रमाथि यति ठुलो हे भगवान आज ममाथि यति आज ममाथि यति ठुलो परिचालेर भयो आज हरिश्चन्द्रको हातमा सुतेको आज पनि आज मैले बेच्नु भयो बिना हजुर पनि यति ठुलो आउनुहोस् अब मैले आफ्नो भाइहरूलाई परिपक्व गर्नुको लागि आज यो ठाउँमा बसेर हरिश्चन्द्रलाई कसैले आएर किनिदेऊ न कसैले आएर लगिदेऊ कसैले किनिदेऊ केही काल समय मात्र बाँकी छ मेरो घाटमा काम गर्ने एउटा मान्छे थियो त्यो भागेर गयो अब मलाई एउटा काम गर्ने मान्छेको खाँचो छ के तिमी बिक्रीमा छौ म बिक्रीमा छु भन्नुहोस् हजुर मैले हजुरको के काम गर्नु पर्यो तिमीले घाटमा गएर काम गर्नुपर्छ मैले घाटमा के काम गर्ने हजुर घाटमा मान्छे मैले घाटमा कसैले त्यो लास जलाएको ट्याक्स उठाउने मलाई यस्तो काम नदिनुहोस् मलाई म कसरी पैसा उठाउने काम गरौँ त्यसमा कोही आफन्त हुन्छ कोही काका बडा हुन्छन् कोही दिदी पनि हुन्छन् ती मान्छेकोबाट यो मैले कसरी पैसा उठाउने यो गर्न सक्दिनँ मलाई कुनै काम छ भने दिनुहोस् यो चाहिँ म गर्न सक्दिनँ बोतल झरेछ गर्नै पर्छ बोतल छ यो काम गर्न सक्दिनँ म कसरी मरेको मान्छेकोबाट पैसा उठाउँ कसरी ट्याक्स उठाउँ हुँदैन गर्नै पर्छ Ay,
राजन मेरो दक्षिणा तयार छ हजुरको दक्षिणा पूर्ण गर्न सकेको छु के गरौँ हजुर भन्नुहोस् ठिकै छ म किन्छु ठिक छ हे विश्वामित्रज्यू हजुरले मलाई दास बनाउनुहुन्छ हजुरले मलाई लानुहुन्छ भने अवश्य म हजुरको सेवा गर्न तयार छु हे विश्वामित्रज्यू भन्नुहोस् ठिकै छ हिँड मसँग तर मैले के काम गर्नु पर्यो यो घाँस चढाउनु ठिकै छ आज मलाई विधिको विधाताले जहाँ पुऱ्याउनु थियो आज त्यही पुऱ्याइरहनु आज जुन काम म गर्दिनँ भन्थे आज मलाई त्यही काम माथि यति ठुलो ठिकै छ आज मैले हजुरको सेवा गर्नु नै रहेछ भने हिँड्नुहोस् म हजुरको जानेछु सिपिया ए सिपिया हेर तिम्रो छोरा साँपले ठुकेर डसेर मरेछ ए तँ जान पाउँदैनस् तँ मेरो दास छोरी होइनस् तैँले घर गाउँ सम्पूर्ण काम सकेर मात्रै जानुपर्ने छ त्यसै जान पाउँदैनस् हुँदैन तिमी पहिला आफ्नो घरको काम सक अलि मात्रै जाऊ पुत्र के भयो तिमीलाई हजुर त्यही घाटमा यो घाटमा कसले कसको लास लिएर आएछ पुत्रको मृत्यु भयो कसको लास हो मेरो पुत्रको उहाँको पिताले एक झलक हेरिदिनु पाएको भए मेरो हरिश्चन्द्र हरिश्चन्द्र तिमी सिपिया स्वामी हरिश्चन्द्र राजा तिमीले चिन्यौ स्वामी हजुर यहाँ कहाँबाट आउनुभयो यो को हो हाम्रो पुत्र रोहित हो के भयो रोहितलाई रोहित तिमीले मिठाई किनिदिन्छु बाबु बाबा यता हेर न मलाई आँखा खोला त बाबु म तिमीलाई मिठाई किनिदिन्छु के ल्याइदिन्छु मेरो पुत्र
मेरो स्वामी दुईटाको मृत्यु यही घाटमा भयो म बाँचेर केही गर्न सक्दिनँ एक्लै हे राजन तिमी मर्ने योग्य छैनौ मैले तिम्रो परीक्षा लिँदैछु तिमी अहिले मर्न सक्दैनौ राजन उठ तिमी राजन उठ उठ पुत्र उठ आज हजुरले ममाथि यत्रो ठुलो परीक्षा लिनुभयो आज मेरो सत्यताको कारणले आज यो हरिचन्द्र सत्य हो कि असत्य हो भनेर आज हजुरले ममाथि यत्रो ठुलो परीक्षा लिनुभयो आज यो परीक्षामा हजुरले ममाथि पास पनि गराइदिनुभयो धन्य छ प्रभु धन्य छ आयुष्मान भव पुत्र आयुष्मान भव धन्यवाद